हेलो एभ्रिवान, फेरि पनि तपाईँलाई स्वागत छ मेरो यो युट्युब च्यानलमा है। र आज चाहिँ मेरो सानो एउटा ब्लग छ है, जो धेरै सुनेको थिएँ मैले है। त्यहाँ रङटनको अलिकति मासतिर है हर्नबिल पार्क छ भनेर है। र त्यही कारणले गर्दा आज चाहिँ म त्यो पार्क जान गइरहेछु है। के कस्तो छ त्यो पार्कमा है, म तपाईँलाई सबै देखाउने छु। बनै रहनुहोस् मेरो साथ। ल गाइज है, अब चाहिँ म दुधे ब्रिज यो दुधे ब्रिज पुगेँ। हेर्नुहोस् दुधे ब्रिजको नजारा। बालासन खोला पनि अहिले त्यस्तो छैन, सुकिसकेको छ। पानी त्यति साह्रो छैन। यहाँ ठुलो ब्रिज बन्नु लागेको छ है। नजारा कस्तो छ दुधे यो ब्रिजको। एकछिन गाडी नआउँछ अतालिनु हुने ग्रुप हेर्नु कति राम्रो छ यहाँनिर चाहिँ यो जग्गा। अहिले चाहिँ म पुगिसकेँ है, सुकुनाको अलिक माथिको रोडमा छु। र मलाई चाहिँ एकदमै राम्रो लाग्यो कि यस्तो देख्दै थियो कि भ्यू। त्यही कारणले गर्दा मैले चाहिँ यहाँ हल्का तपाईँहरूलाई पनि दार्जिलिङ टोय ट्रेनको रेलवे ट्र्याक देखाउनुको लागि है यहाँसम्म ल्याइदिएको। हेर्नुहोस् के कस्तो लाग्यो तपाईँलाई पनि। हेर्नुहोस् त, फोटो खिच्नुको लागि चाहिँ साह्रै राम्रो जग्गा रहेछ यो। ल गाइज, हामी चाहिँ अब रङटन आइपुग्यौँ है। यहाँ माथि चाहिँ सानो एउटा रेलवे स्टेसन छ। हेर्नुहोस् यहाँको नजाराहरू के कस्तो देख्नु हुँदैछ तपाईँले। तिनधारे सोनादाहरू पुग्ने रहेछ है। यो हेर्नुहोस् है। ल गाइज, मलाई लाग्छ है अब चाहिँ म हर्नबिल पार्क आइपुगेँ जस्तो लाग्दैछ म, किनभने यहाँ माथिबाट मैले स्काई वकहरू पनि देख्दैछु है। त्यही कारणले गर्दा फेरि मलाई लाग्दैछ यही नै हो जस्तो लाग्यो मलाई गाइज। हो रहेछ गाइज, टक्कै हर्नबिल पार्क रहेछ है। अब चाहिँ म टक्क मेरो डेस्टिनेसन आइपुगेँ 0 पोइन्टमा है। अब चाहिँ म तपाईँहरूलाई देखाउने छु यो पार्कको नजारा। स्काई वक गाइज यहाँ माथि छ है। त्यसपछि आएर यहाँ तल चाहिँ तपाईँको हर्नबिल पार्क छ है। यसको नजारा हेर्नुहोस् है। माथि बडको रुखको जराहरू कति लामो लामो छ। टक्कै यो टर्निङ पोइन्ट नै तपाईँको पार्क छ है। यो गाइज है, अब चाहिँ म 0 पोइन्ट हर्नबिल पार्कमा आइपुगिसकेको छु है। अब यसको नजारा म तपाईँलाई देखाउँछु के कस्तो रहेछ है। अब मसँग हेर्नुहोस् तपाईँहरूले पनि के कस्तो छ। आउनुहोस्। यहाँभित्र पस्नुभन्दा पहिले चाहिँ है टिकट पनि काट्नुपर्ने सिस्टम रहेछ है। र म अब टिकट काउन्टरमा जाँदैछु। टिकट मलाई त्यो थाहा छैन है, तपाईँलाई जानकारी दिन्छु। यही नै हो टिकट काउन्टर है। अब टिकट काउन्टरमा के कति लाग्छ गरेर रहेछ टिकट होइन। यसमा चाहिँ अच्छा यो माथि स्काई वक अनि यो तल है। हुन्छ दुइटा दिनुहोस् न है। ल गाइज है, मैले चाहिँ अब टिकट लिइहालेँ है। अब चाहिँ म तपाईँलाई उकालोको सबै देखाउने छु तपाईँलाई के कस्तो छ यहाँनिर तर्फ। स्काई वक माथिको आउनुहोस्, तपाईँलाई त्यहीँ स्काई वकमा चढौँ होइन सबैजना। ल आउनुहोस् तपाईँ पनि। ल गाइज, यही नै हो स्काई वक। हेर्नुहोस् होला। वाउ ए ऐना च्यु च्यु हुने लाइकको रहेछ है गाइज। यहाँ हेर्नुहोस् त। ओहो हर्नबिलको है, यही नै हो मेन नजारा भनेको नै। तपाईँलाई देखाउँदैछु म यसरी स्काई वक। ए ऐनाले बनाएको स्काई वकमा आइपुग्यौँ। यहाँ हेर्नुहोस् राम्रो लाग्यो मलाई चाहिँ, मन पर्यो है। बहुत मन पर्यो मलाई यो हर्नबिल पार्क स्काई वक।
ल हेर्न सक्नुहुन्छ दर्शकवृन्द है तपाईँहरूले हर्नबिल पार्कको यही नै हो है, प्राकृतिक नेचर सुन्दरता कति मजाले बनाएको छ है। आई लभ नेचर भनेर पनि लेखेको छ यहाँ, हेर्नुहोस् होला है, टक्कै यस्तै छ। मन पर्यो मलाई पनि है, राम्रो लाग्यो। अनि यहाँनिर चाहिँ तपाईँको कल्चरल ड्रेसहरू यहाँनिर लाउने उयो रहेछ है जग्गा। तपाईँहरू पनि यहाँ आएर कल्चरल ड्रेस लाएर फोटोहरू खिच्न सक्नुहुन्छ। हेर्नुहोस् त ल, गार्डन सानो मजाको बनाइदिएको छ है। नानीहरूको लागि सानो एउटा पार्क पनि छ। आई लभ नेचर लेखेको उयो रहेछ यहाँनिर है, मजाको सेल्फी पोइन्ट बनाइदिएको रहेछ यहाँनिर टक्कै। यहाँनिर वासरुमको पनि प्रबन्ध गराइदिएको रहेछ, शौचालय लेखिदिएको छ है। सानो कम्पाउन्डमा तर सफा, एकदम सफा पार्क छ है, राम्रो लाग्यो। यहाँनिर हेर्नु न, पिकअपको पनि उयो राखेको रहेछ स्ट्याचु। यहाँनिर बटरफ्लाईको छ सेल्फी पोइन्ट है। यहाँनिर चाहिँ लुङदुर लगाइदिएको रहेछ, मजाको देखेको रहेछ टक्कै। हेर्नुहोस् त तपाईँहरू पनि यहाँनिर आएर टक्क सेल्फीहरू लिँदाखेरि, भिडियोजहरू सर्ट भिडियोजहरू बनाउँदाखेरि दामी देख्छ क्या, मजाले हल्लिरहेको छ। पर्यटकहरूको भिडभाड छ अहिले, हल्का आउन थालिसकेको छ। यही नै हो पार्क, यति नै हो है, सानो तिनो पार्क तर सफा एकदम निट एन्ड क्लिन पार्क छ। आउँदैछ पर्यटकहरू पनि माथिबाट भेला हुन थाल्यो हल्का हल्का गर्दै। हेलो गाइज है, यही नै थियो मेरो सानो ब्लग जो है गाउँदेखि एउटा मैले डेस्टिनेसन लिएर आएको थिएँ हर्नबिल पार्कको लागि है। यति नै रहेछ, मलाई जे होस् राम्रो लाग्यो है। तपाईँहरूलाई के कस्तो लाग्यो है मेरो भिडियो लास्टसम्म हेरेकोमा धन्यवाद। लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला।